साथीहरु म चाहिँ ग्यालेन्डरबाट मिक्सर बनाउँदैछु। खोर्सानी पिन्ने अथवा पिठो पिन्न अनि मकैको भात खान मन छ भने मकैको चामल पनि मजाले पिन्छ। यहाँ हेर्नुस् म बनाउँदैछु र हामीले चाहिँ यो ल्याक्टोडेस्कको बट्टाबाट बनाएको। यो ल्याक्टोडेस्कको बट्टाबाट यसरी मैले तुलो खोलेर यसरी यो भित्र यसरी पत्ती काटेर लगाएर अनि यो लाई दुलो पारेर बनाएको छ। अब यतापट्टि कस्नै बाँकी छ। मैले चाहिँ यो एकचोटि ट्राईको लागि यो बनाउन खोजेको। यो कस्तो हुन्छ यो मजाले ट्राईको लागि यो मजाले बनाएर फिटिङ गर्दैछु। म यो राम्रो भयो भने म अलिक मजाले बनाउने छु। यहाँ खोर्सानी एकचोटि यो खोर्सानी पिनेर यहाँ हेर्नु पर्ने छ कस्तो हुँदो रहेछ एकचोटि। यसलाई चाहिँ मैले कसिसकेँ। अब यसलाई टक्क अब यो खोर्सानी हालिदिन्छु म। अनि खोर्सानी हालेर चाहिँ एकचोटि म हेर्छु कस्तो चाहिँ हुँदो रहेछ त। यो पिनेर देखाउँछु त म। लाइन जोडिसकेँ। अब यहाँ चाहिँ चलाई हेरौँ कस्तो हुँदो रहेछ। यस्तो भयो मसला खोर्सानी सबै पिनेर यसरी लत्तै हुँदो रहेछ।